सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा मेरो नमस्कार। म कृष्ण प्रसाद भट्ट आज फेरि बीमा सम्बन्धी जानकारीमूलक भिडियो लिएर हजुरहरु समक्ष उपस्थित भएको छु। आज म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बजारमा ल्याएको सूर्यज्योति 320 धनभार जीवन बीमा पोलिसीको बारेमा कुरा गर्न गइराखेको छु। अन्य दिन जस्तो आज अरु धेरै कुराहरुलाई मैले यहाँ समेट्ने छैन। म सिधा पोलिसीको बारेमा मात्रै आज कुरा गर्ने छु। आउनुस् सुरु गरौँ। 320 धनभार जीवन बीमा 320 धनभार जीवन बीमा पोलिसी कस्तो पोलिसी हो त भन्दा यो मनी ब्याक पोलिसी हो। मनी ब्याक सँगसँगै यसमा चाहिँ पेन्सन प्लान पनि जोडिएको पोलिसी पनि भन्न सकिन्छ हामीले यसलाई। यो 320 धनभार जीवन बीमा प्लान चाहिँ 18 वर्ष पुरा भइसकेको व्यक्तिदेखि 58 वर्ष नकट्नु भएको व्यक्तिहरूले यो बीमा पोलिसी लिन पाउनुहुनेछ। र बीमा पोलिसी लिँदै गर्दाखेरि यसमा बीमा अवधि चाहिँ कम्पनीले तोके अनुसार 12 वर्ष, 15 वर्ष, 18 वर्ष र 21 वर्ष मध्ये कुनै एउटा समय अवधि मात्रै हामीले राख्न पाउँछौँ। समय अवधि राख्दै गर्दाखेरि बीमितको हालको उमेर र उ 70 वर्षसम्म पुग्ने समय अवधिसम्म मात्रै पोलिसी लिन पाइन्छ। त्यो कुरालाई चाहिँ हामीले ध्यान पुर्याउनु पर्नेछ। जस्तै कि 58 वर्षको व्यक्तिले बीमा पोलिसी यो पोलिसी लिन चाहनुभयो भने उहाँले 12 वर्षको लागि मात्रै यो पोलिसी लिन पाउनुहुनेछ। किन भन्दा 58 र 12 ले उहाँ 70 हुनुहुन्छ। 70 वर्षपछि चाहिँ बीमा पोलिसी एलिजिबल रहँदैन। 70 वर्षमा बीमा पोलिसी सकिनुपर्छ। यो बीमा पोलिसी मिनिमम 5 लाख रुपैयाँ बीमाको रकम राखेर गर्न सकिन्छ भने अधिकतममा चाहिँ बीमित व्यक्तिको आय स्रोतको आधारमा जति पनि बीमाको रकम हामीले राख्न सकिन्छ। झट्ट हेर्दाखेरि अलिकति महँगो प्रिमियम हो कि यो पोलिसीको भन्ने हामीलाई लाग्न सक्छ। तर वास्तविकता हामीले गहिरिएर बुझ्ने हो भने अन्य पोलिसी भन्दा पनि यसको प्रिमियम चाहिँ सस्तो रहेको मैले पाउँ। र यो बीमा चाहिँ हामीले 12, 15, 18 या 21 अघि मैले भनिहालेँ। त्यो मध्ये कुनै एउटा समय अवधि हामीले चुज गर्नुपर्ने हुन्छ। र बीमाले चाहिँ हामीलाई बीमा अवधिभरि 3 चोटि चाहिँ रिटर्न प्रदान गर्छ। 320 यानि कि बीमा अवधिभरि भित्र 3 चोटि र बीमा सकिएपछि पनि हामीलाई चाहिँ 20 चोटि वार्षिक रूपमा रिटर्न दिन्छ। त्यसैले अघि मैले यो चाहिँ पेन्सन प्लान पनि भन्न मिल्छ कि भनेर मैले जोडेको थिएँ। जस्तो एउटा एक्जाम्पल राखेर म कुरा गर्छु। एउटा 40 वर्षको व्यक्तिले 15 वर्षको समय अवधि राखेर यो बीमा प्लान गर्नुभयो र 50 लाख रुपैयाँ बीमाको रकमको प्लान लिनुभयो भने उहाँको वार्षिक प्रिमियम चाहिँ 6,25,350 रुपैयाँ चाहिँ वार्षिक प्रिमियम पर्दो रहेछ। हजुरहरूलाई थाहा नै होला बीमा गर्ने व्यक्तिको उमेर घटबड हुँदाखेरि प्रिमियममा पनि घटबड हुन जान्छ। कम एज हुँदा प्रिमियम कमै पर्छ भने उमेर बढ्दै जाँदाखेरि प्रिमियम पनि बढ्दै जान्छ। यानि कि 40 वर्षको व्यक्तिले 15 वर्षको लागि यो प्लान लिनुभयो भने उहाँको 50 लाखको बीमाको प्रिमियम चाहिँ 6,25,350 रुपैयाँ पर्दो रहेछ। उहाँले बीमा सुरु गरेपछि उहाँको पोलिसीलाई बीमा कम्पनीले 5 वर्ष, 10 वर्ष र 15 वर्ष गरेर 3 भागमा बाँड्छ। यानि कि उहाँले 15 वर्षको पोलिसी लिनुभएको 5, 10, 15। यदि 12 लिएको हुन्थ्यो भने 4, 8, 12 वर्ष। यदि 18 लिएको हुन्थ्यो भने 6, 12, 18 वर्ष या 21 लिएको हुन्थ्यो भने 7 वर्ष, 14 वर्ष र 21 वर्ष। यो हजुरहरूले बुझ्नु होला। मैले 15 वर्षको उदाहरणमा 15 वर्षको अवधि लिएको हुँदा 5 वर्ष, 10 वर्ष र 15 वर्ष। र यसको प्रिमियम चाहिँ मैले वार्षिक 6,25,350 भने तर यो अर्धवार्षिकको रूपमा पनि तिर्न मिल्छ, क्वार्टरली पनि तिर्न मिल्छ र वार्षिक पनि तिर्न मिल्छ। कसरी तिर्ने हो त्यो हजुरहरूले आफूले निर्णय गर्ने कुरा हो। तर पनि म एउटा बीमा अभिकर्ताको नाताले जहिले पनि प्रिमियम तिर्दाखेरि हजुरहरूले वार्षिक प्रिमियम नै छनौट गर्नु होला भन्ने आग्रह गर्न चाहन्छु। किन भन्दा वार्षिक प्रिमियम गर्दाखेरि एक त तिर्ने समय 1-1 वर्षमा आउने भयो। अर्धवार्षिक गर्दा 6-6 महिनामा तिर्ने या क्वार्टरली गर्दा त झन् 3-3 महिनामा आइ गर्छ प्रिमियम तिर्ने समय हैन। हामी कतिजना कहिलेकाहीँ के त वार्षिक प्रिमियम त समयमा तिर्न नसकिराखेको हुन्छौँ, जरिवाना परिराखेको हुन्छौँ। हुन त त्यस्तो पर्नु हुँदैन। तर पनि मेरो आग्रह के हो भने पहिलो प्रिमियम तिर्नलाई अलिकति जमर्को गर्नुपर्ने हो। त्यसपछि दोस्रो प्रिमियमबाट त हामीले 1 वर्षको प्लानिङ लिने चाहिँ समय अवधि पाउँछौँ। सो वार्षिक राख्दा राम्रो हो। या फेरि कति व्यक्तिहरूले चाहिँ होइन मेरो कमाइ त एउटा चाहिँ सर्टेन कमाइ हो, जस्तो घर जग्गाको काम गर्ने व्यक्तिहरू या कुनै त्यस्तै प्रकारका काम गर्ने व्यक्तिहरूले चाहिँ मेरो त इन्कमको सेड्युल चाहिँ रेगुलर छैन,
कहिलेकाहीँ म 50 लाख पनि कमाउन सक्छु, कहिलेकाहीँ मेरो 1 रुपैयाँ पनि कमाइ हुँदैन भन्ने इन्टेन्सन छ भने उहाँहरूले चाहिँ वर्षैपिछे प्रिमियम तिर्न नपर्ने गरी यसमा चाहिँ सिङ्गल प्रिमियम बेसमा पनि यो पोलिसी लिन सक्नुहुन्छ। खैर प्रिमियम त एउटा बुझाउने तरिका हो, सिङ्गल लिनुहोस् या वार्षिक लिनुहोस्, अर्धवार्षिक या क्वार्टरली लिनुहोस्, तर बिमाको रिटर्नको नियम एउटै तरिकाले जान्छ। जस्तो यो पोलिसीमा 15 वर्षको पोलिसीमा 5, 10, 15 गरी 3 भागमा हामीले विभाजित गरेका हुन्छौँ, बिमाले विभाजित गर्छ भने यो बिमा सुरु भएको पहिलो 5 वर्ष पुरा भएको समयमा बिमा कम्पनीले पूर्ण बिमाको रकमको 33% रकम चाहिँ रिटर्न ब्याक गर्छ। यानि कि 50 लाखको बिमा थियो, त्यसको 33% भनेको 16,50,000 रुपियाँ चाहिँ रिटर्न गर्यो। कहिले त बिमा सुरु गरेर 5 वर्ष कन्टिन्यू भइसकेपछि 5 वर्ष पुगेको दिन 33% रिटर्न गर्यो। फेरि अर्को 5 वर्ष यानि कि 10 वर्ष पुरा भएको दिनमा चाहिँ बिमाको रकमको फेरि 33% रिटर्न गर्ने भयो। पहिलो 5 वर्षमा 33%, दोस्रो 5 वर्षमा 33%। त्यसपछि बिमा समाप्त हुँदाखेरि यानि कि 15 वर्ष पुरा हुँदाखेरि चाहिँ हामीले 100% बिमाङ्कमा 33 दुना 66 दुईचोटि रिटर्न लिइसकेका हुन्छौँ भने बाँकी रहेको 34% र हाम्रो बिमाङ्क रकमले बिमा सुरु गरेको दिनदेखि 15 वर्षसम्मको कमाएको बोनस एकमुष्ट रूपमा बिमितलाई रिटर्न दिने भयो। यानि कि बिमा अवधिभित्र 3 चोटि रिटर्न दियो। एउटा बिमा सुरु गरेको 5 वर्ष पुरा भएपछि, अर्को 10 वर्ष पुरा भएपछि र अर्को 20 वर्ष पुरा भएपछि। यानि कि 40 वर्षको व्यक्तिले 45 वर्ष पुरा हुँदा 33% रिटर्न पायो, 50 वर्ष पुरा हुँदा फेरि 33% रिटर्न पायो भने 55 वर्ष पुरा हुँदाखेरि 34% र ओभरअल बोनस रिटर्न पायो। अब बिमा सक्यो, अब त प्रिमियम पनि बुझाउनु परेन। तर पनि 55 वर्षपछि अघि मैले भने थिएँ अर्को 20 वर्षसम्म चाहिँ 55 पछि 56, 57 गर्दै अर्को 20 वर्ष 55 र 20ले 75 वर्षसम्म चाहिँ हरेक वर्ष बिमाङ्क रकमको 5% रकम यानि कि 50 लाखको 5% रकम भनेको 5 पंची 25 2,50,000 रुपियाँ चाहिँ अर्को 20 वर्षसम्म वार्षिक पेन्सनको रूपमा उहाँले पाउनु हुने भयो। यानि कि 40 वर्षको उमेरमा हामीले बिमा सुरु गऱ्यौँ भने 75 वर्षसम्म हामीले बिमाबाट रिटर्न पाउने भयो। यानि कि मेरो बुढेसकाल, तपाईँ हाम्रो बुढेसकाल रिटायरमेन्ट पनि बिमाले सुरक्षित गरेको छ एनुअल पेन्सन प्लानको रूपमा। अब यो त भयो रिटर्नको कुराहरू, सबै कुराहरू। यो बिमा पोलिसीमा पनि बिमा सुरु गरेको 3 वर्ष 3 किस्ता पुरा भइसकेपछि बिमा कम्पनीको नियमअनुसार, नेपाल सरकार बिमा प्राधिकरणको नियमअनुसार लोन सापट्टि पनि लिन पाइन्छ भने, यदि सकिएन भने बिमा बन्द गरेर हामीले रिटर्न पनि लिन पाइन्छ। तर बिमा बन्द गर्नु चाहिँ घातक हो है। जुनसुकै समयमा गएर तपाईँले बिमा गर्नुहुन्छ भने त्यो एकदमै घातक कुरा हो। बिमा बन्द गर्दा हामी आर्थिक नोक्सानीमा पर्छौँ, त्यसैले यो कुरा ध्यानमा राख्नु होला। अब यो रह्यो बिमाको आर्थिक पाटो, लगानी गर्नुहोस् रिटर्न पाउनुहोस् भन्ने पाटो। त्योभन्दा बाहेक अब आर्थिक सुरक्षाको पाटो के छ त यो बिमामा? हेर्नुहोस्, यो बिमा पोलिसी लिइसकेपछि अन्य बिमा पोलिसीहरूमा जस्तै बिमा सुरु गरेको भोलिपल्टदेखि बिमा अवधिभित्रमा बिमित कुनै पनि प्रकारको दुर्घटनामा परेर पूर्ण रूपमा अपाङ्ग हुने अवस्था भयो भने बिमाको रिमेनिङ प्रिमियम कुनै पनि तिर्नु पर्दैन। यानि कि पूर्ण अपाङ्गता पछिको कुनै पनि प्रिमियम तिर्नु पर्दैन। उल्टै बिमाको रकमलाई 120 महिनाले भाग गरेर आउने रकम 10 वर्षसम्म आर्थिक रूपमा क्षतिपूर्ति पनि पाइन्छ भने बिमाको रिटर्न त्यही अनुसारले हुन्छ। दोस्रो कुरा, 35 वटा घातक रोग जुन हाम्रो बिमा पोलिसीमा लेखिएको छ त्यो मध्ये कुनै एउटा रोग लागेको प्रमाणित भएमा कहिले त बिमा गरेको 90 दिन पुरा भएपछि बिमा अवधिभित्र 15 वर्षभित्रमा सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले कमिट गरेको 35 वटा घातक रोगमध्ये कुनै एउटा रोग लाग्न गयो भने 50 लाखको बिमा भएको हुँदा 50 लाख रुपियाँ एकमुष्ट उपचारको लागि क्षतिपूर्ति दिन्छ। त्यो रकम तिर्नुपर्ने आउने पर्ने रकमबाट घट्दैन। बिमा भने अघि मैले सुरुमा भनेको जस्तै आर्थिक पाटो चल्दै जान्छ। त्यस्तै अर्को कुरा छ, बिमित व्यक्तिको मृत्यु भयो, प्राकृतिक मृत्यु भएको समयमा बिमाको रकम प्लस बोनस एकमुष्ट रूपमा परिवारलाई दिने नै भयो। जुनसुकै समयमा गएर मृत्यु भए पनि, दुर्घटना मृत्यु भयो भने बिमाङ्कको 2 गुणा रकम र त्यसले कमाएको बोनस एकमुष्ट रूपमा चाहिँ रिटर्न दिने भयो। यानि कि यो बिमा पोलिसी लगानीको हिसाब र रिटर्नको हिसाबले पनि एकदमै उत्कृष्ट पोलिसी छ भने भोलि केही परिहालेको खण्डमा रोग दुर्घटना मृत्यु जस्ता कुराबाट बिमित या बिमितको परिवारलाई पनि पूर्ण रूपमा आर्थिक संरक्षण गरेको हुन्छ।
है। मैले छोटो भिडियो बनाएँ, सबै कुरा राख्नको लागि अझै धेरै समय चाहिन्छ। तपाईँहरू भिडियो हेर्दा बोर पनि हुनुहुन्छ होला, अझै बुझ्न चाहेमा प्लिज मलाई सम्पर्क गर्नुहोला। धन्यवाद।